हामी मान्छे सधैँ धेरै खोज्छौँ, तर त्यो धेरै पाउनको लागि थोरै मेहनत गर्न पनि पछाडि हट्छौँ। कुखुरा स्वस्थ फुर्तिलो राख्नको लागि हामीले कहिलेकाहीँ कुखुराहरूलाई सप्लिमेन्ट दिनुपर्ने हुन्छ। आज हामी कुखुराहरूलाई इम्युनोकेयर नामक सप्लिमेन्ट दिँदैछौँ। यो एउटा इम्युनो बुस्टर हो र साथसाथै गर्मी धेरै बढेको कारणले गर्दाखेरि हामी ग्लुकोज पनि दिँदैछौँ। यो दुवै सप्लिमेन्टहरू दिँदाखेरि हचुवाको तालमा त्यत्तिकै हालेर दिएर हुँदैन। यो औषधि नाप्ने तरिका हुन्छ। झोलमा आउने औषधिहरू एमएलमा नापेर दिनुपर्छ भने पाउडरमा आउने औषधिहरू ग्राममा नापेर दिनुपर्छ। इम्युनोकेयर 5 ml बराबर 100 कुखुरा र ग्लुकोज 1 ग्राम बराबर 2 लिटर पानीमा दिने गर्छौँ हामी। औषधि नापिसकेपछि यसलाई हामी समान भागले पानीको भाँडाहरूमा हाल्छौँ। प्राय सबै औषधि अथवा सप्लिमेन्टहरू पानीमा हालेर नै दिने गरी बनाइएको हुन्छ। हामीसँग 7 वटा पानीको भाँडा भएको कारणले गर्दाखेरि हामीले पहिला सुरु 7 भाँडा पानी हाल्यौँ। त्यो औषधिमा हामीलाई 7 वटा भाँडामा समान रूपले बाँड्नको लागि सजिलो हुन्छ भनेर। यो औषधि हाल्नुभन्दा पहिला पानीको भाँडाहरू राम्ररी सफा गर्नुपर्छ। पानीको भाँडा र पानीको बिर्कोमा पहिला खाएको पानीको फोहोरहरू अथवा कुखुराको सुली धुलोहरू लागेको हुनसक्छ। त्यही भएर पानीको भाँडा राम्ररी सफा गर्नु धेरै नै महत्त्वपूर्ण रहन्छ। सप्लिमेन्टहरू डोज मिलाएर दियो भने कुखुराहरूले राम्रो अन्डा दिने र भाले पनि राम्रो तौलाउने हुन्छ। डोज नमिलाइकन औषधि दिँदाखेरि कुखुराहरूले डायरिया गर्ने अथवा पचाउन नसक्ने साथै विभिन्न अरू समस्याहरू पनि आउन सक्ने हुनसक्छ। हामीले यसरी अघि नापेको औषधिलाई सबै भाँडामा एक भाँडाको दरले बाँड्यौँ, किनकि हामीले 7 वटा भाँडामा अघि नापिसकेका थियौँ। गर्मीमा ग्लुकोज दिनु निकै महत्त्वपूर्ण रहन्छ, जसको कारणले गर्दाखेरि कुखुराहरू शीतल मान्छन् र स्वस्थ पनि रहन्छन्। इम्युनोकेयर चाहिँ एउटा इम्युन बुस्टर भएको कारणले गर्दाखेरि यो नामको औषधि नपाए अरू नामको औषधि पनि दिन सकिन्छ। इम्युनोकेयरमा चाहिँ भिटामिन सी पनि भएको कारणले गर्दाखेरि चाहिँ हामीले इम्युनोकेयर रोजेका हौँ। पानी भरिसकेपछि बिर्कोलाई राम्ररी बन्द गरेर त्यसपछि हामी अब कुखुराको भाँडाहरू घुट्टाउनको लागि खोरको लागि तयार गर्छौँ। बिर्को राम्रोसँग बन्द नगर्दाखेरि चाहिँ पानीहरू घोप्टाउँदा पोखिने समस्याहरू आउने कारणले गर्दाखेरि बिर्को राम्ररी लाउन निकै महत्त्वपूर्ण रहन्छ। यदि त्यसो नगरेमा पानी खोरभित्र घोप्टियो भने खोर निकै हिलो हुने र खोर हिलो भएपछि दुर्गन्ध आउन सक्ने समस्या आउँछ। अब तयार गरिएको सप्लिमेन्ट पानी हामीले खोरमा हालिदिइसकेपछि चाहिँ कुखुराहरूले यो मजाले सप्लिमेन्ट खाने र स्वस्थ रहने हुन्छ। यसरी इम्युन बुस्टर टाइम